म पड्का जङ्गल तिमी के खान्छौ म उ खान्छु म 15 अनि म 14 थिएँ अनि 15 यसले सोध्दैन कुट्नु मेरो नाम के हो छप्री नाम भन्नु उज्जवल भन्नु छ नि राउको नाम के हो राउको नाम रोनिक तिमी कसँग सुत्छौ म कोही न कोही कुकुरसँग तिम्रो नाम के हो मेरो नाम राहुल हो अघि मैले देखेँ क्या मम्मी तिम्रो को पर्छ भने रोनिकलाई अहिले रोनिका थाहा छैन त्यो पारेको घरलाई के भन्छस् जङ्गल जङ्गल भन्छ गोठ भन्नु पर्यो नि त खोर गोठ लु रोनिका हातमा के भन्छौ भुइसीलाई म पाडा भन्छु बाख्रालाई के भन्छस् तैँले खसी फुललाई के भन्छौ म फुललाई गु भन्छु गु मिलेन मिलेन ए नहाने साह्रो झन् दुख्छ हातमा साह्रो नहाने फेरि दुख्दैन त बाख्रालाई के भन्छस् तैँले बासलाई राउ दाउरा राँगालाई के भन्छौ के अरे राँगालाई सागा भैँसी भन छोड के गर आगी कोही पुरै के भन्छ मेरो भाइ के रेले भन भनेको बुझि मतिर के भन्छ मेरो भाइ आगो ले फेरि पर्दा मुसु छ होइन होला भाइ साथी रमनी यस्तो बिस्तारै हान्नु है दाइ बिस्तारै हान्नु है दाइ मेरो ताल्नु गर्ने के ताल्नु उदा उदा भर्का रोनिक ताल्नु उदा भर्का रोनिक बिस्तारै हाम्रो कतिवटा दाँत हुन्छ एक 50 वटा मुला कुन रोनिक रोनिक हैन तिमी कति कक्षामा पढ्छौ म 10 फिलहाल तेरो बुढीको नाम के हो उठी यो नामै हुँदैन कुटिरीको केटीको नाम भने तर तेरो चाहिँ नभन्ने अरू नाम भन्दै के उज्जवल उज्जवल तेरो के नाम के भन्छ तेरो केटीको नाम के हो सोनी तिम्रो बुढी कति वर्षको छ मेरो बुढी 25 तँ कहाँ बस्छस् म जङ्गलमा तिम्रो मम्मी के भन्छ मेरो मम्मी के न के आइया मैले के भन्दा छ मेरो मम्मी भाइ पर भाइ हात नराख्नु मेरो सर्ट नाम भन तर अरू नाम भन्न तिम्रो बाबाको नाम के हो तिम्रो बाबाको नाम पड्कायल यति टाइम लाग्छ सोध्नै के आदर राख्छ यसले बुझ्छ पानी कहाँबाट पर्छ पानी भुइँबाट तिमी के खान्छौ म गु खान्छु म खेल्दिनँ म बसेर बस यत्रो मजा रमाइलो ल तिम्रो पालो हान्दै लु तिम्रो पालो सोधा नि हान्नु सोधा टाउको मार्नु चुप घेर्नु न मुला ल